आज सेटरडे चाहिँ बिहातर्फ लागै भयो है। यहाँ गाउँमै बिहा थियो हामी नानाको छोराको है। र म पुग्दा त यहाँ बुफेहरू पनि आदिसहरू सजाइसकेको रहेछ। यहाँ बेन्चहरू पनि आदिसहरू मिलाइसकेको रहेछ र पुस्दै पनि रहेछ है। र यहाँ किचनतर्फ लागै भयो। यहाँ दादाले खानाहरू बनाउनु हुँदो रहेछ। यहाँ कुकहरू र यहाँ धमाधम मासुको ग्रेभी बनाउनु हुँदो रहेछ है। मसला बनाउनु हुँदो रहेछ। यहीँ पर चाउमिन बनाउने पार्टी रहेछ है। र आफ्नो आफ्नो डिपार्ट रहेछ कटिङ गर्ने। के दाल के को लागि उयो मन्चुरियन बनाउँछ होला। तपाईँको के लाग्यो चिल्लीलाई? बुफे सेट रेडी भइसकेको छ है। र बेन्चहरू पनि कम्प्लिट सजाइसकेको छ है। र बाहिरको नजारा त्यस्तो छ है। घाम एकदम कडा लागिरहेको छ। गरम धेरै छ। बाहिर निस्किनसम्म र भित्र त यसरी डेकोरेट गर्नुभएको छ है। एकदमै दामी। र यहाँ चर्चभित्रको पनि हेर्नुहोस् नजारा है। पर बेहुला बेहुलीको मण्डप र बेन्चहरू यसरी सजाएर रेडी बनाइरहेको छ। भुइँमा नेटहरू ओछ्याएर एकदम चटकचिटिक अब रेडी भयो है बिहाको लागि। आफ्नो कतिवटा प्रभु तपाईँको बहुल्य परमेश्वर यो केकलाई परमेश्वर हामी यहाँनिर कार्यक्रम लागिराखेका छौँ। अहिले हामी एक कार्यक्रममा प्रभु यो बाँडचुँड गर्छौँ प्रभुको नाउँमा। हामी अब दुईजनाले मिलेर काम गर्नुपर्ने हो। त्यसैले गर्दाखेरि यो गर्दाखेरि दुईजनाले नै गिफ्ट भाँचेछ नि त एउटा गाडी तलसन काट्छ। र समय हामी सबैजना खडा हुनेछौँ अनि हामी पर्नेछ आशिषको धरी प्रेमको प्रतिज्ञालाई हुन्छ समय जीवन दिने ख्रिस्ट मुक्तिदाताको जो गीत गाइसके पश्चात हाम्रो यो पवित्र विवाहको अन्त हुनेछ। अनि तपाईँहरूले यो गीत गाइसकेपछि आज तपाईँले नयाँ दुलहा दुलहीलाई तपाईँहरूले दर्शन गर्न सक्नुहुन्छ। पर्ने छ आशिषको धरी।
असल यो तिमी दुईलाई एकै बनाउनु परदेश प्रान्त बिहा समाप्त भयो है साथीहरू। अब घरतर्फ लागेको सबैजना है। राति त्यस्तो देख्दो रहेछ। हुन्छ, बिहाको यो अन्तिम चरणमा अब